फेब्रुअरी 28, 2026 देखि अमेरिका र इरान बीच सुरु भएको भीषण युद्धले अहिले मध्यपूर्वलाई तनावपूर्ण बनाएको छ। अपरेसन एपिक फ्युरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिका र इजरायलले इरानमाथि अपरेसन एपिक फ्युरी नामक संयुक्त सैन्य कारबाही सुरु गरे। नेतृत्वको अन्त्य यस आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी र अन्य उच्च पदस्थ अधिकारीहरू मारिएका छन्। उनीहरूको सुरक्षित परिसरमा भएको मिसाइल प्रहारले खामेनीको परिवारका सदस्यहरूलाई पनि क्षति पुर्याएको छ। नागरिक क्षति इरानी रेड क्रिसेन्टका अनुसार यो युद्धमा अहिलेसम्म 555 भन्दा बढी मानिसको ज्यान गइसकेको छ। विशेष गरी हर्मोजगान प्रान्तको एक बालिका विद्यालयमा भएको आक्रमणमा 160 भन्दा बढी बालबालिका मारिएका छन्। नेपालीहरूको अवस्था यस युद्धमा युएईमा रहेका गोर्खाका दिवस श्रेष्ठ नामक एक नेपालीको इरानी ड्रोन आक्रमणमा परि मृत्यु भएको पुष्टि भएको छ। मध्यपूर्वमा रहेका करिब 17 लाख नेपालीहरूको सुरक्षा अहिले ठूलो चिन्ताको विषय बनेको छ। यसका गम्भीर असरहरू यो युद्ध केवल दुई देशबीच मात्र सीमित नरही यसका वैश्विक र क्षेत्रीय असरहरू देखा पर्न थालेका छन्। एक क्षेत्रीय युद्धको विस्तार इरानले बदला स्वरूप कुवेत, युएई, बहराइन र कतारमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा सयौं ड्रोन र मिसाइल प्रहार गरेको छ। यसले गर्दा पुरै खाडी क्षेत्र अहिले युद्धको चपेटामा परेको छ। 2 विश्वव्यापी आर्थिक सङ्कट र तेलको मूल्य वृद्धि इरानले विश्वको 20 देखि 30% तेल ढुवानी हुने स्ट्रेट अफ हर्मोज बन्द गरिदिएको छ। यसले गर्दा विश्वभर पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्ने र आपूर्ति श्रृङ्खला ठप हुने निश्चित छ। 3 मानवीय सङ्कट र विस्थापन लाखौं मानिसहरू इरान छोडेर भाग्न थालेका छन्। संयुक्त राष्ट्र सङ्घ र IOM का अनुसार यो युद्धले मध्यपूर्वमा ठूलो शरणार्थी सङ्कट निम्त्याउनेछ। 4 नेपालमा पर्ने प्रभाव खाडी मुलुकमा कार्यरत लाखौं नेपालीहरू जोखिममा परेपछि नेपाल भित्रिने रेमिटेन्समा ठूलो गिरावट आउन सक्छ, जसले नेपालको अर्थतन्त्रलाई सङ्कटमा पार्नेछ। उद्धारको चुनौती नेपाल सरकारले आफ्ना नागरिकहरूलाई सुरक्षित रहन र दूतावासको सम्पर्कमा रहन आग्रह गरेको छ। तर युद्ध चर्किएमा लाखौं नेपालीको उद्धार गर्नु एक ठूलो चुनौती हुनेछ। महत्त्वपूर्ण जानकारी यदि तपाईँ वा तपाईँको कोही आफन्त मध्यपूर्वमा हुनुहुन्छ भने नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको सुरक्षा निर्देशनहरू पालना गर्न र अनावश्यक यात्रा नगर्न अनुरोध गरिन्छ।